नेपाल सम्वत 1942 ज्येष्ठ कृष्ण एकादशी 12 गते बिहिबार श्रेष्ठ नेपाल देशी सम्वत 1142 ज्येष्ठ मासे शुक्ल पक्ष द्वितीयाङ तिथौ मृगशिरा नक्षत्र मूल योगे बालव परकौलव करुणे सौर मानेन ज्येष्ठ 18 गते बुधबार सरी ठोकुनु दिन गत घटिसो 5 पलेको 8 किन्यावो घटिसो 5 पलेको 44 ठोते न्या श्री मर्यादा लोकेश्वर आदिनाथ करुणामय भट्टाकर पश्चिम यात्रा याना जाउला खेल विशाखी दिन बेला जुल शुभम भद्रवस्तु येले न्यानाचुङ्गु बुङदेय रथ जात्रा इच्छुले बुङदेय रथ वैगु 18 गते लगन खेला जाउला खेले साल एकेको जुगुदु त्यो वर्ष चाहिँ नि जेठे चाहिँ नि 18 गते बुधबारको दिन चाहिँ नि जाउलखेल यात्राको लागि साइड जोरे जोडु वो जोड्ने चाहिँ नि वो 18 गते चाहिँ नि बुधबार साइड चलेर गएको छ सुतेसु 7 13 चाहिँ 7 27 तक भित्र चाहिँ नि वो यात्रा क्रममा जिउ तर 18 को सुथे यात्रालाई जिमुको सालिउलाई हिँडे पाखे जोनी होला तर चाहिँ नि वो दिन चाहिँ नि द संख्या वा सांकेतिक रूपमा चाहिँ जाजिएका बिवा सुथे यलया मंगल लाखु यहिति फुसे चंगु फल्चा ज्योतिष देश द्य सालेगु दि स्वेगु चोले 18 गते यदि पिकागु ख बुधबारका दिन चाहिँ रथ तान्ने चाहिँ साइड त्यो हुन्छ अब फोटो जात्राको साइड चाहिँ कहिले होला फोटो जात्रा चाहिँ जुन दिन चाहिँ रथ जाउला खेल पुग्छ त्यसको चाहिँ त्यो दिन सहित गर्दा 4 दिनको दिन चाहिँ फोटो जात्रा हुन्छ चौथो दिन बुङदे देव पूजा खुनु रथ लगन खेल जाउला खेले साल एंकेगु दि स्वेगु चलन्दु बिवा बुङदे देव पूजा न न्याकुगु ख 18 गते द्य जाउला खेले थ्यसा वया पेनु लिपा 21 गते पोटु जात्रा याना थुक्सिया बुङदे जात्रा न कोचाई जाउल जात्रा चाहिँ सोझे 18 गते साल रास 18 19 20 21 गते पोटु जात्रा जी 18 गते सांकेतिक रूपमा चाहिँ संजको संख्या वो दिने मसासे कने कुन यात्राका ढासा चाहिँ नि सिटनगा कुन 22 गते चाहिँ नि पोटु जात्रा जो यदि 21 गते मसाला उले उदिने साइटु लागि चाहिँ जाएन त्यो रथे मसाला लासा 22 गते बुङदेय रथ आ लगन खेया इति ट्वाले दिका तगुदु बुङदेय रथ जात्रा वंगु बैशाख 21 गते निसे पुच्चा साला न्यागु ख